हेलो अलराइट गाइज, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। स्वागत छ फेरि पनि हजुरहरू सबैलाई मेरो न्यू मिनी ब्लगमा। आज चाहिँ शनिबारको दिन, म चाहिँ कता जाम के गरौँ भनेर सोचेर बसिरहेको थिएँ। बाहिर निस्केर यसो हेरेको 2-4 जना बुढाहरू चाहिँ मिटिङ गरेको देखेँ। के को मिटिङ गरेको होला भनेर म चाहिँ सरासर हेर्न गएँ। बुढाहरूको मिटिङमा तिमीलाई चाहिँ के चाहिँ हेर्न पर्यो त भनेर सोच्नु भएको होला, किनभने म चाहिँ साना साना भाइ बहिनीहरूलाई एकदमै धेरै माया गर्ने गर्छु। के थाहा कतै गलत पो गर्न लागेको हो कि भनेर हेर्न आए, तर त्यस्तो होइन रहेछ। तिनीहरूको त एक अर्कामा साइकल रेसिङ पो भइरहेको रहेछ। अनि मैले चाहिँ भने तिमीहरू मध्ये जसले राम्रो साइकल चलाउँछ म चाहिँ त्यसलाई 100 रुपियाँ दिन्छु। अनि त्यो बहिनीहरू चाहिँ एकदमै धेरै खुसी भएर साइकल चलाउनतिर लागे। कतिले त सोच्नु भएको होला कि जा अब 100 रुपियाँ दिएर बच्चाहरूलाई उस्काएको छ, किनभने 100 रुपियाँ भनेको बच्चाहरूको लागि धेरै नै हो। धेरै नै दिनुहुन्थ्यो, के गर्नु अहिले आफै नै बेरोजगार छु। नेपालमा काम गरेर आफ्नै ज्यान पाल्न त गाह्रो छ। अब अरू त कुरै छोडिदिउँ। कुरा गर्दा गर्दै बहिनीले चाहिँ यहाँनिर कालीलाई खाना ल्याइदिएको रहेछ। फेरि को काली आयो भनेर सोच्नु भएको होला। यति भएपछि त चिनिसक्नु भएको होला। अस्तिको भ्लगमा मैले देखाएको थिएँ त मेरो दोस्तहरू भनेर। मेरो भ्लग चाहिँ तपाईँहरू कतिजनाले हेर्नुहुन्छ कमेन्ट गर्नु होला। भिडियो मन परे लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। आजको मिनी भ्लग चाहिँ यहीँसम्म, फेरि अर्को मिनी भ्लगमा भेटौँला। बाई बाई।